भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। हेलो दर्शक, नमस्ते साथीहरू है। तपाईँहरूले देखिरहनु भएको छ अहिले जुन कुरोको चाहिँ सामाजिक सञ्जाल तताइरहनु भएको छ होइन, हाम्रो बालेन्द्र शाह प्रधानमन्त्रीज्यूको चाहिँ अभिव्यक्ति तपाईँले सुन्नुभयो नि होइन। तपाईँहरूलाई के लाग्छ, सही लाग्छ यो? आफ्नै देशको प्रधानमन्त्रीले यसो अभिव्यक्ति गर्दाखेरि तपाईँहरूलाई के चाहिँ फिल भइरहेछ? विशेष गरी मेरो यो प्रश्न घन्टे ग्याङको साथीहरूलाई भन्नुहोस्। अहिलेसम्म कुनै पनि देशमा तपाईँहरूले प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति गरेको, कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति गरेको देख्नुभएको छ, सुन्नुभएको छ तपाईँहरूले? छैन होला होइन। हाम्रो बालेन्द्र शाह, हाम्रो नेपालको प्रधानमन्त्री पहिलो नम्बरमा पर्नुभयो, विश्वकै पहिलो नम्बरमा। आफ्नो देशले अर्काको देशको सिमाना मिचेको छ भनेर आफै पोल खोल्ने के, आफै चाहिँ अर्काको चाहिँ गुलाम बन्न खोज्ने हो। त्यो सिधै कुरो भन्नुपर्दा चाहिँ भारतको गुलामी बन्न खोजेको हो।